तातो सुप। हेलो नमस्ते, म विष्णुको भान्सामा आज खसीको तातो सुप बन्दैछ। खसीको खुट्टा मैले फ्रिजबाट निकालेँ अनि त्यसमा आइस जमेको थियो। तातो पानीले त्यसलाई सफा गरेँ। मैले तातो पानीले सफा गरेँ। सफा गरिसकेपछि त्यसमा पोलेको त्यो कालो भागहरू जम्मै सफा हुन्छ र आइसहरू पनि पग्लिन्छ। त्यही भएर मैले तातो पानीले सफा गरेँ। अब मैले सिक्रेट मसला बनाउन जाँदैछु। खसीको खुट्टाको सुप बनाउनलाई सिक्रेट मसला पहिला ज्वानो राखेँ थोरै, अनि त्यसपछि मैले मरिच राखेँ, ल्वाङ सुक्मेर राखेँ, जिरा राखेँ, धनियाँ राखेर यसलाई मजाले एकछिन रोस्ट गरेँ है। मैले यसलाई रोस्ट गरेँ, मजाले एकछिन रातो हुने गरेँ, त्यसको काँचोपन मर्ने गरेर मैले रोस्ट गरेको छु। यसरी रोस्ट गरेर मिक्सिङ गरेको छु है। अब मैले कुकर बसाल्न जाँदैछु। कुकरमा मैले तोरीको तेल राखेको छु। तोरीको तेल बेसरी तातिसकेपछि 5 फुरन मैले फुराएको छु है। 5 फुरन फुराइसकेपछि एउटा प्याजलाई मैले मसिनो गरेर काटेर त्यही तेलमा पिङ्क हुने गरेर फ्राई गर्दैछु। यसरी मजाले एकछिनसम्म पिङ्क हुने गरेर चलाएर यसलाई फ्राई गर्नुपर्छ। यसरी फ्राई गरिरहेको छु। यसरी फ्राई भइसकेपछि मैले खसीको खुट्टालाई सफा गरिसकेपछि त्यही कुकरमा खनाएको छु। सबै खुट्टाहरू त्यही कुकरमा खनाएको छु। यसलाई पनि मजाले एकछिनसम्म फ्राई गर्नुपर्छ। तेलमा हाई फ्लेम नगरिकन मिडियम फ्लेम आगोमा मजाले यसलाई फ्राई गर्नुपर्छ। मैले यसरी फ्राई गरिरहेको छु। एकछिनसम्म फ्राई गरिसकेपछि अब हामीले यसमा चाहिने सामग्रीहरू राख्न जाँदैछौँ। सर्वप्रथम त मैले लसुन र अदुवाको पेस्ट राखेको छु है। 1 चम्चा अथवा 1.5 चम्मच जति मैले लसुन र अदुवाको पेस्ट राखेको छु। त्यसपछि हामीलाई आवश्यक पर्ने स्वाद अनुसारको मैले यसमा नुन राखेको छु अनि बेसारको पाउडरहरू पनि राखेको छु है। यसरी राखिसकेपछि मैले यसलाई फेरि मजाले चलाएर पकाएको छु। केही मिनेटसम्म यसलाई चलाउँदै पकाउँदै गरिरहेको छु है। लसुन र अदुवाको पेस्टलाई मजाले एकछिनसम्म फ्राई गरिरहेको छु। यसरी फ्राई गरिराख्नुपर्छ। यसरी फ्राई गऱ्यो भने यो गनाउँदैन, यो मिठो बास्ना आउँछ। त्यही भएर मैले यसरी फ्राई गरेको छु। यसरी फ्राई गरेर कुकरमा मैले खसीको खुट्टा पकाइरहेको छु। हेर्नुहोस् त कस्तो राम्रो देखेको छ है। मिठो खाउँ लाग्दो देखिएको छ। यसरी मैले खसीको खुट्टा पर भुट्नुपर्छ। मैले भुटिरहेको छु। यसलाई भुटिसकेपछि अब हामीले टमाटरको पेस्ट मैले यसैमा राखेको छु। यसरी राखेर एकछिन यसलाई पकाउने। यसरी पकाइसकेपछि अब हाम्रो खसीको खुट्टालाई मजाले सिक्रेट मसला राखेर यसलाई मजाले एकछिन पाक्न दिनुपर्छ, फ्राई गर्नुपर्छ। अनि यो स्मेल राम्रो मिठो स्मेल आउँछ। यसलाई जति सक्दो फ्राई गर्नुपर्छ पहिला है। मजाले फ्राई गर्ने, फ्राई गर्दै चलाउँदै पकाउँदै गर्ने। चलाउँदै पकाइसकेपछि अघि हामीले बनाएर राखेको सिक्रेट मसला थियो नि, त्यसको पाउडर बनाउने र त्यो पाउडर मैले यसैमा फेरि राखेको छु। 2 चम्मच जस्तो त्यो पाउडरलाई मैले यसमा राखेको छु। यसरी राख्दाखेरि एकदम मिठो स्वादिलो बन्छ है। हाम्रो खसीको खुट्टाको त हामीले झोलै खाने हो। त्यही भएर यसलाई झोल जति सक्दो मिठो बनाउनको लागि सिक्रेट मसलाको प्रयोग गर्नुपर्छ र आफूलाई कति झोल आवश्यक छ त्यही अनुसार मैले पानी राखेको छु है। हजुरलाई जति आवश्यक हुन्छ त्यो अनुसार पानी राख्ने। यसरी पानी राखिसकेपछि अब कुकरको बिर्को मैले लगाइदिएको छु। कुकरको बिर्को लगाइदिएपछि कुकरले 8-10 सिट्ठी दिँदासम्म हामीले यसलाई पकाउनुपर्छ है।
यसलाई मजाले 8-10 सिटी पकाउनु पर्छ, नभने यो पाक्दैन राम्ररी, हड्डी मात्रै हुन्छ। त्यही भएर हामीले यसलाई 8-10 सिटी लाग्दासम्म मजाले पकाउनु पर्छ है। यसरी लामो लामो सिटी कुकरले दिइराखेको छ। अनि यो कुकरले यसरी सिटी दिएपछि राम्ररी हड्डी गलिसकेको हुन्छ र यसबाट पाइने पौष्टिक तत्त्वहरू सबै पाइन्छ। त्यसैले हामीले यसलाई सिटी मजाले लाग्ने गरेर 8-10 सिटी लगाउनु पर्छ। यसरी लागिसकेपछि कुकरबाट ग्यास निस्किसकेपछि अब हाम्रो सुप तयार भएको छ। हेर्नुहोस् त हाम्रो सुप कस्तो मिठो, हेर्दा खाउँ खाउँ लाग्ने, कति राम्रो पौष्टिक तत्त्वले भरिपूर्ण भएको हाम्रो यो खसीको खुट्टाको सुप रेडी भयो। बनाउन एकदम सजिलो र सरल तरिका छ। विष्णुको भान्सामा त धनिया नभइकन अपुरो हुन्छ, त्यही भएर मैले त धनिया राखेर अब यसलाई पूर्ण रूपमा खान योग्य बनाएको छु। अब यसरी हेर्नुहोस् न कति राम्रो, हेर्दा आकर्षण, खाउँ खाउँ लाग्ने कस्तो मिठो सुप रेडी भयो। यसरी बनाएर खाँदा शरीरलाई पोषक तत्त्वहरू पुग्छ है। हाम्रो शरीरमा धेरै पोषक तत्त्वहरू आउँछ, त्यही भएर हामीले यसरी बनाएको छ। मैले यसरी बनाएको छु र मेरो बाबुको साथीहरू आएथे आज, उनीहरूलाई खुवाउनको लागि मैले खसीको खुट्टाको झोल बनाएर बाबुको साथीहरूलाई खुवाएको छु। कति मिठो मानेर उहाँहरूले खानुभएको छ। हेर्नुहोस् न। हस्त धन्यवाद, हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।